नमस्ते। मैले चाहिँ आज अदुवा र लसुनको अचारको रेसिपी लिएर आएको छु। मैले चाहिँ थोरै हरियो खुर्सानी पनि राखेको छु यसमा। मैले चाहिँ अदुवा र लसुन यसरी काटेको छु। हजुरहरू आफ्नो तरिकाले काट्न सक्नुहुन्छ र यसलाई चाहिँ घाममा सुकाउनु पर्छ। मैले चाहिँ 2 दिन घाममा सुकाएको छु। मैले चाहिँ यता अचारमा हाल्ने मसलाहरू रेडी गर्न लागेको छु। मैले चाहिँ थोरै धनिया र जिरालाई भुटेको छु अनि यसलाई भुटिसकेपछि मैले थोरै तोरी पनि यसमा राखेको छु। तोरीलाई पनि भुट्नुहोस्। तोरीलाई भुटिसकेपछि त्यसलाई मिक्सरमा पिस्नुहोस् र हाम्रो हिजो सुकाएको अदुवा लसुन यतिको भइसकेपछि हजुरहरूले अचार राख्न सक्नुहुन्छ। चाहिँ यहाँ सबै सामग्रीहरू रेडी पारिसकेको छु। थोरै धुलो खुर्सानी अनि अलिकति बेसन राखेर अलिकति स्वाद अनुसार नुन राख्नुहोस्। अनि यता चाहिँ मैले प्यान रेडी पारिसकेको छु तेल गर्नलाई। अलिकति थोरै मेथी पुऱ्याउनुहोस्। मेथी यतिको भइसकेपछि निकाल्नुहोस् र अघि रेडी पारेको मसलामा एड गर्नुहोस् अनि यसलाई चाहिँ मजाले मिक्स गर्नुहोस्। मिक्स गरिसकेपछि यतिको हुन्छ। यतिको भएपछि हाम्रो अचार रेडी हुन्छ। अचार मिठो हुन्छ। हजुरहरू पनि ट्राई गर्नुहोस्।